हेलो गाइज फेरि पनि म न्यू भिडियोमा आइसकेको छु माइनक्राफ्टमा। तपाईँ दिइसक्नुभएको छ यो चाहिँ के हो भनेर। यो चाहिँ लकी ब्लक च्यालेन्ज खेलेको छु मैले होइन। लकी ब्लक च्यालेन्जमा टिएनटी जोम्बीहरू जब स्पन हुन्छ त्यसरी म अलिकति सर्भाइभ गरेर खेल्नुपर्छ। त्यहाँ इन्डर पोर्टल छ, त्यहाँसम्म पुगेर मैले इन्डर ड्रागनलाई मारेर पछि मात्रै यो खत्तम हुन्छ भिडियो। त्यसैले त्यहाँसम्म हेरिदिनु होला। म फर्स्ट ब्लक फोड्दाखेरि चाहिँ के आउँछ हेर्नु होला। हस् आइसकेको छ यो वेलकम टु यो लकी ब्लक बसिएको छ। म चाहिँ अब अलिकति ठुलो प्लेस गर्छु, मर्दा पनि केही त हुँदैन अलिअलि। ल गाइज मैले चाहिँ यहाँ के बनाइरहेको छु भन्नु भन्दाखेरि मैले चाहिँ अलिक ठुलो स्पेस पारिरहेको छु। किन भन्नुहुन्छ भने नि यहाँ अलिकति धेरै अलिकति नराम्रो स्पन भयो भने चाहिँ अलिक गाह्रो पर्छ क्या गाइज। यहाँ चाहिँ जे पनि स्पन हुन्छ टिएनटी स्पन हुन्छ, क्रिपर स्पन हुन्छ, नभए यो मर्ने चान्स धेरै हुन्छ। त्यसरी म चाहिँ एउटा अलिक घर पनि बनाउँछु कि अनि फार्म पनि बनाउँछु खानाको लागि। यो हर्सलाई चाहिँ एकछिनको लागि यता बुझाइछ गाइज होइन। अब यता पनि अलिकति स्पेस पार्नु भन्दा पनि लगाएर यो चाहिँ अलिकति धेरै ठुलो स्पेस भइसकेको छ होइन। म चाहिँ थोरै अब अलिकति ओ माई गड मैले देखिनँ त्यसैले झरिरहेको छु होइन। एक्टिभिटिजमा म त्यसैले अलिक यहाँ चाहिँ खेल्नुपर्छ। धेरै सवाल छैन क्या यसमा पनि। ढोका बन्छ कि भनेर हेरिरहेको थिएँ स्टिक बनाउन अलिअलि होइन। यति चाहिँ घर बनिसकेको छ होइन। सबै क्रिपर चाहिँ नआयो धेरै गाह्रो पर्छ। अनि इन्टरनेट एप्पल रहेछ गोल्डन एप्पल रहेछ धन्न यार मरिन यार। यस्तो हुन्छ तिमीले हेरिरहेको है। एउटा घर बनिसकेको छ के भनेको यो।
अहिले के भनेको तपाईँहरूलाई थाहा होला के भनेको होला है भनेर कमेन्टमा के भनेको यो मलाई थाहा नि भएन अरे के भने भने अलिक परै बस्नुपर्छ कि नभए त यार ओ ल ल यहाँ रहेछ त्यो होइन ब्लक थोरै मसँग टुटामा छ अलिक यसो भएर त्यसैले टुटामा बसेको मैले होइन अरू मसँग केही त रहेन रहेछ क्यारेक्टरहरूको रहेछ मसँग थोरै राख्छ रहेछ यो के भन म त क्या के हो भनेर ओ माइ गॉड लाभा लो ओ माइ गॉड ब्लक पनि छैन यहाँ के गर्नु अब गाइज यो मेरो एउटा ध्वंसै भयो जस्तो यार अब म फेरि यो के गर्नु गाइज अब एउटा पानीको बट्टा पनि गर्छ नि अलिकति सिसाको बनाउनु यसो सिसा पाएको छ र अलिकति घर भयो होइन लाभा आएको ल्याउने है गाई झन् टुटो हुँदैन मारिन्छ ए लकी ब्लक टन्नै छ यारै छैन त बुझीमा के देखेको काममा चाहिँ गाइस के गर्नु भन्दा केही छैन ब्लक यहाँ ब्लक थोरै लाभैमा छिरिन्छ यार गाइस अब म के गर्न सक्छ भन्दा गाइस लकी दिन एक्स नराम्रो भएर मात्र फेरि यो स्पेनमा थिएँ एरो त छैन नि नयाँ त मलाई मारिदिन्थेँ अब गाइजहरूमा त्यो चाहिँ मरिरहेको छु होइन म कतिचोटि मरेर कतिचोटि कति मिनट भइसक्यो तपाईँहरूले देखेको छैन कतिचोटि मरेर गरिराख्नु होइन एउटा यहाँ रहेछ
छिटो यार छिटो घरमा मारेको मारै गर्छ यस्तो ए ब्लक होइन अब यदि भन्दा यार यसलाई नि म एउटा बुम यस्तो यस्तो म यस्तो यस्तो गरिदिने यसो म कस्तो कहाँबाट हान्छ नि थाहा हुँदैन यार गाई यहाँबाट क्रिपर हुन्छ अब यसमा होइन म छिटो ब्लक लिइहाल्छु शार्पनेस एक रहेछ यसमा अलिक पुग्दैन रहेछ त्यहाँ Kalau blast हो यार गाइस यार सरी यार कतिचोटि मरेको हैन अब चाहिँ म इन्टरबाट जानु पर्यो यार गाइस हैन अझ एउटा स्पोनर बाँकी छ स्पोनर चाहिँ अलिक जन्मिँदैन अहिलेको लागि होइन त्यसैले म किनभने अलिक डी छ नि त त्यो भाइ नाइटमा फेरि अलिक सताइन्छ
इङ्ग्लिस बल गर्नु थियो भर्खर गाइजहरू हेर्छु अनि म गइहाल्छु ल ड्राइभरलाई मार्न अब अलिकति टिएनटी मिलिसक्यो अब थोरै म आर्मा मिल्यो भने आर्मा अलिकति एरो मिल्यो भने चाहिँ म जान्थेँ अब एरो छैन क्या एरोमा स्टिङ होइन यहाँ एरो बनाएको छ अब होइन क्राफ्टिङ टेबल कहाँ छ गाइज क्राफ्टिङ टेबल बनाउनुपर्छ पहिला होइन उड चाहिन्छ म थोरै हो कुन हो फेरि यार कुन चाहिँ हो मेरो लकी ब्लक त खै त यो पनि होइन कहाँ हरायो केटा हो लकी ब्लकै हरायो जस्तो खाँदा हौ कुन हो लकी ब्लक केटा हो यो पनि होइन लकी ब्लक यार लकी ब्लक धेरै आइसक्यो ल पुरै घुमेर लकी ब्लकै हराएको छ है गाडी भेटिसकेको छ होइन गाइज मलाई अलिकति धेरै भइसक्यो होइन गाइज तपाईँहरूले यहाँसम्म पनि म मेरो नराम्रो भिडियो भयो भने तपाईँले यहाँसम्म पनि हेरिराख्नु भएको छ भने धन्यवाद तपाईँले यहाँसम्म हेर्नुको धन्यवाद मलाई ओहो जेलमा बसेको थियो गाई कस्तो मुस्किल आउँछ हो यार सर्भाइभ गर्नु गर्न सक्छु ए लाभा पो रहेछ त्यो आज लाभालाई कसरी रोक्ने यस्तो यार
आज पहिला म एजिलिटीबाट निस्किन्छु होइन अलिकति आर्मर भएको हुन्छ नि आर्मर एउटा के त राम्रो केही छैन अनि के अन्त गाइज यी फेरि आइरन सर्ट पनि लिनु गएर सर्टले पनि हालेर यार लगायत तपाईँले यतिसम्म हेरिदिनु भएको धन्यवाद स्किप चाहिँ नगरिदिनु होला यहाँसम्म हेरिदिनु भएसम्म यो चाहिँ ह्युमन ब्लक च्यालेन्ज मलाई धेरै सर्भाइभ गर्न धेरै गाह्रो भइरहेको थियो पनि म सर्भाइभ गरिरहेको छु होइन कोसिस गरिरहेको छु यो लाभा फेक हो कि क्या हो यार ओहो फेक रहेछ त उसँग पोसन छ हौ लगाइदिएन यो चाहिँ मसँग चाहिँ फायर पोसन छ होइन म आज के रिमोट लाग्यो कि हालेर ए मलाई गाज मा रिमोट लागिसकेको छ होइन थोरै ओ भाइ गाज इलाइट्रा र मसँग रोकेट आइसकेको छ इलाइट्रा यहाँ राखेको छु होइन इलाइट्रा लाउनु पऱ्यो रकेट यहाँ राख्नु पऱ्यो होइन नचाहिने चिज चाहिँ फालिदिनु पऱ्यो यहाँबाट फालिदिन्छु होइन गाइज स्ट्रिम मलाई चाहिन्छ कि चाहिँदैन स्ट्रिङ चाहिँदैन होला यो के हो बोन मिल चाहिँदैन यताहरू केही पनि चाहिँदैन यो पनि चाहिँदैन अलिकति गन पाउडर चाहिन्छ जस्तो छ गन पाउडर चाहिँदैन मलाई के चाहियो त हड्डी पनि चाहिँदैन मलाई स्प्ल्यास पोसन कुन हुन्छ फायर पोसन रहेन रहेछ तर काम छैन मलाई फायर पोसन अलिकति भएको चाहिँ अलिकति हुन्थ्यो म यस्तो केही लिन क्या पोसनहरू पुग्यो काम छैन यताहरू यहाँ दिँदा काम हुन्छ त गएर उनले त थाहा छैन गाइज मलाई राम्रो ओहो के भने ओहो यहाँ सर्ट रहेछ होइन थोरै होइन यहाँ टोटल माइसकेको छ मलाई एउटा टोटल छ थोरै होइन पोसन त टन्नै छ पोसन त टोटल मास्टर स्लोनेस यस्तो के गर्ने म यो कसलाई स्लो पाइदिनु म यति छ मसँग होइन थोरै यहाँ के आएको छ यहाँ गोल्ड आइसकेको छ थोरै होइन ब्लकहरू यहाँ 5 छँदैछ अरू पर्छ ब्लास्ट भयो धरो ब्लास्ट भयो त यार ओके त केटा धरो ब्लास्ट भयो त होइन मरेन पो त पुरा धेरै बाँच्यो र फेरि जे लाग्यो त
फायर पनि छैन होला अब त छ अलि पनि फायर पनि 24 सेकेन्ड छ केटा हो म चाहिँ निस्किनु पर्यो छिटो फास्ट यार 24 सेकेन्डमा म गरी गर्ने यार त्यही लाभ छैन नगर्नु त यार गाइस यार अब बाहिर निस्किँदा धन्न लु लाभा यता पनि थ्याट मसँग राम्रो छोड भएको छैन गाइस होइन अलिक थोरै आर्मर आएको होला हुन्थ्यो गाइस अब अलिक धेरै टाइम भइसकेको छ होइन तपाईँहरू पनि अब स्किप गर्न लाग्नुभएको होला होइन स्किप नगरिदिनु म चाहिँ अब 2-3 चोटि ब्लक उठाएर आर्मर पाउने बित्तिकै म चाहिँ हिँडिहाल्छु होइन क्यान्डी पनि पाइहालेँ यसलाई के नफुटेको यो फेरि होइन गाइज म चाहिँ अब थोरै तल गएर अलिकति आर्मर भयो भने म हिँडिहाल्छु होइन मसँग ब्लक पनि टन्न छ इलाइटर पनि रहेछ इलाइटर अहिले चाहिँ काम छैन कि 31वटा त अनि सकिहाल्छ त्यसै र इलाइटर कसरी युज गर्ने कमेन्टमा भन्नु त ल मलाई अलिकति इलाइटर युज गर्न आउँदैन कि एप्पल पनि छैन यार आउँछ एप्पल सक्यो क्या गाइज मसँग नभए त म चेष्टामा पनि फेरि केही छैन यार गाजा बित्तिकै मार्दैन ड्रागनलाई आएर पनि छैन क्या गाइज धर्ने बसाएर आउँछ बाँचियो यार थोरै ब्रेड खानु पर्यो अब त्यो खाँदैन त यो के पागल छ सबैले लिन पाइएन नभए यो सालेले मार्दै छैन फर्केँ म त्यो लामो लगनमा तर त फेरि यो लकी ब्रान्ड खाँदा साले लामा
यस्तो गाह्रो हो यार अब जाउँ कि अगाडि हो मार्न गाह्रो हुन्छ कि होइन लाभा चाहिँ घटाइदिएको छ कि माछाहरूले म जति मर्छु नि यति मारेको छु स्टेसन बढेको चाहिँ भर्खै मलाई एकैचोटिमा ढलाइदिन्छु कहाँ कहाँ भयो नर्कमा ला ससो मार्न हो कतिचोटि मलाई यस्तो बस्नुपर्छ क्या माछाले यहाँ थोरै ब्लक राम्रो लाग्छ यार अलिकति मलाई चाहिँ के आयो जस्तो लाग्यो होइन एउटा यो के क्यामेरा मलाई यति छ ए चाहिन्छ यार मलाई किन फालेको यो टेबल चाहिन्छ के को थियो अलिकति अब त्यतिको मैले लाउनु पऱ्यो योभन्दा नि पेन्ट हेलमेट जुत्ता होइन इन्टरनेट बनाएर राम्रो है अलि यो लगाएको कस्तो स्क्रिपर हेर्दा आम्मा गाइज यत्तिकै जान्छ कुरा हो उहाँसम्म बुढासम्म बच्चाहरू मलाई पनि मार्नु खोज्छ कि धन्यवाद यति छैन मलाई मार्नु खोज्छ बल्ल आएर पाएछु थोरै सातवटा भयो भने आएर पाइसकेको छु कतिचोटि मरेर अब त गाइज मैले जानु पऱ्यो गाइज अब मैले लिएर जान्छु होइन यसलाई छ मसँग रकेट पनि छ कसरी हुने भन्नु त ल
सो कस्तो यहाँ नरह्यो कस्तो गाइज यार ओ माई गॉड यार आएको त हो नि के भन्नु गाइज अब कता थियो फेरि पोर्टल यार खोइ त चल्दैन त है लाइट ब्लक खोइ कति छ खोइ त ब्लकै छैन यार राम्रो त्यहाँनिर उयो गर्नुपर्ला जस्तो हो यार त्यहाँनिरको ब्लकमा त हो कि यो चाहिँ खासको टिएनटी हो यहाँ चाहिँ त्यति एउटा यसले पुगेन भने चाहिँ अलिक टिएनटी नै युज गर्नुपर्ला जस्तो यार एन्डर पर्लै छैन यार फेरि लिएर म एन्डर पर्ल गाइज अब एन्डर पर्ल लिनुपर्ने अरे यार थेट
कहाँबाट ब्लक खोल्न जाने हेर अब लाभे लाभा कहाँबाट खोल्ने क्या गाइज म जान पर्यो निकल यार ओहो यार खेत निधरको मिली थियो मलाई उयो यार थियो 2 मिनट खाता लेटर काम थिएन अब म पनि झरेँ गाइज कति मिनटको भयो तपाईँ हेरेर मजा आयो 45 मिनट भइसकेको छ होइन स्किप चाहिँ नगरिदिनु होला हेर्न मजा आएको छैन भने भनिदिनु होला कमेन्टमा हेर्न मजा आएको छैन म स्किप गरिदिन्छु मेरो पनि भिडियो राम्रो मैले 3 मिनट गरेको कमेन्टमा स्किप भन्दा नि हुन्छ होइन गाइज म चाहिँ अब यतिमै स्किप गर्दैछु अब अर्को भिडियोमा म एन्डर पनि जान्छु होइन अर्को स्किप अर्कोमा गर्छु ल भिडियो बाई गाइज